ल हेलो गाइज के पोडकास्टको नाम के रे धेरै पछि हैन त्यही के बुझे म एउटा गराउन भन्थे गजबदेखि सुरु गरौँ न त है ओके टाढा भइगयो कि आवाज जान्छ एकदम नजिक आयो माइक भएन के आवाज जान्छ त्यहाँनिर जान्छ अहिले साइलेन्ट छ नि त नाइट टाइम छ सम्बन्ध टिकेको छ कागजको पानामा फेरि सम्बन्ध टिकेको छ कागजको पानामा फेरि के इमानदारीताका कुरा गर्छौ यो जमानामा फेरि त्यसको लजिक चाहिँ बुझाउनु केही पनि के लजिक सुन न भन्छु सम्बन्ध टिकेको छ कागजको पानामा फेरि भनेको अहिले पहिला जस्तो माना कि हाम्रो जिजी हजुरको पालामा बिहे दर्ता गर्ने चलन थियो तर अहिले चलन थियो नि त कागजमा पर्मानेन्ट गर्नुपर्छ नि त बिहे भएको भएन नि पर्मानेन्ट गर्न होइन सम्बन्ध टिकेको छ कागजको पानामा फेरि के इमानदारीताको कुरा गर्छ यो जमानामा फेरि उसले यो ठाउँ छोडेको वर्षौँ बितिसक्यो खबर के पठाउँछौ उही पुरानो ठेगानामा फेरि तिम्रा आफ्ना मान्छेहरू छुरा हान्ने मौकामा छन् दुश्मनको सामु के गर्दन राख्छौ अचानकमा फेरि इन्ट्रेस्टिङ गरी भन्छु बेफिक्री जाऊ मलाई केही गुनासो छैन तिमीसँग खुसी खोसियोस् कसैको छुट्टिने बाहनामा पहिला पर्दि बोलाउनु फेरि आज